स्वागत छ। आज हामी भुन्टीको पछिल्लो भाग 273 मा केन्द्रित हुँदैछौँ। नमस्ते। यसमा देखिएका घटनाक्रम, पात्रहरूको उतार चढाव, यो सबैमा अलिक गहिरेर कुरा गरौँ न। हो नि, यो भागमा त एकदमै फरक कुराहरू एकैचोटि देखियो। कतै आशा, कतै निराशा। त्यही त, एकातिर भाग्य चम्किने जस्तो सङ्केत छ हैन, अर्कोतिर चाहिँ एकदमै गहिरो सङ्कट, पारिवारिक, आर्थिक अनि केही लुकाइएका कुराहरू पनि। निश्चय नै, पात्रहरू आआफ्नै द्वन्द्वमा छन्। सपना पूरा हुने आशा एकातिर, जीवनकै ठूलो समस्या अर्कोतिर। एकदमै भावनात्मक उतार चढाव छ। ल सुरु गरौँ न त सुकुमायाबाट। उनको जीवनमा त पुरै युटर्न जस्तै भयो नि। एकदमै अप्रत्याशित। अचानक फिल्ममा हिरोइन बन्ने अफर, निर्देशक, निर्माताहरू प्रभावित भएछन्, त्यो पनि एउटा डायलग तुरुन्तै राम्रोसँग भनेको भरमा। हो, त्यो क्षण महत्त्वपूर्ण देखियो। उनको त्यो स्वाभाविक क्षमता हैन, त्यसले उनीहरूलाई छोएछ। अनि काठमाडौँ बोलाएका छन् अडिसन, स्क्रिन टेस्टको लागि, लगभग 90% पक्का जस्तै भनेर। यो त ठूलै कुरा भयो। वर्षौंदेखिको सपना। सुकुमाया र श्रीमान त सपना हो कि विपना जस्तो खुसीले अवाक भएको देखिन्छ। एकदमै। तर यही खुसीको उज्यालो एकातिर छ भने अर्कोतिर भुन्टीको जीवनमा अँध्यारो छाएको छ। एकदमै गम्भीर अवस्था हो। ठ्याक्कै विपरीत। भुन्टीकी आमा दम र निमोनियाले निकै सिकिस् त। अक्सिजन चाहिने, आइसियु नै चाहिन सक्ने अवस्था रे। अनि सबैभन्दा ठूलो समस्या उपचार खर्च, त्यो जुटाउनै नसक्ने स्थिति। अनि परिवारले पछुतो मानिरहेको कुरा पनि आयो नि, समयमै खोप नलगाएकोमा। हो, त्यो पछुतोले पनि थप पीडा दिएको होला। यसले त्यो स्वास्थ्य चेतनाको कमी अनि सायद स्रोत साधनको अभावलाई पनि देखाउँछ होला। अझ भुन्टीका दाइले पैसा जुटाउन नसक्नु। हो नि, पूर्णिमाको माइती ससुराली सम्पन्न छ, तर माग्न हिचकिचाइरहेका छन्। त्यो पुरानो तितो अनुभवले गर्दा पैसै नमाग्दा त त्यस्तो व्यवहार गरे भनेर। सङ्कटको बेला यस्तो सम्बन्धको तिक्तताले झन गाह्रो बनाउँदो रहेछ। अनि भुन्टी आफै चाहिँ एकदमै डेस्परेट देखिन्छन्, जसरी नि पैसा चाहियो। हो, उनले ससुरासँग पनि कुरा गरिन् नि। तर ससुराले के भने, छोरी पूर्णिमासँग सल्लाह गर्छु भनेर पन्छिए। जिम्मेवारी पन्छाए जस्तो। अनि उता पूर्णिमाको प्रतिक्रिया झन् हैन, अलि अचम्मको, श्रीमानले चाहिँदा मात्र सम्झेको भनेर रिसाए कि। अनि बुवालाई यति सजिलै फ्याट्ट पैसा नदिनु है बाबा भनेर सल्लाह दिएको कुरा पनि छ। यो त कस्तो पारिवारिक गाँठो। एकदमै जटिल। यही हताशामा भुन्टीले सडकमा अपरिचित मान्छेसँग काम माग्न पुगेको देखिन्छ। हो, तर त्यो कुराले श्रीमान भूपेन्द्रलाई चाहिँ एकदमै क्रुद्ध बनायो। हो नि, भूपेन्द्र त आगो भए, किन चाहियो तिमीलाई काम, मेरो बदनाम गराउन खोजेको, यस्तो प्रश्न गरे। उसको त्यो नियन्त्रण गर्ने बानी अनि समाजमा इज्जत जाने डर हैन, त्यो प्रष्ट देखियो। गाडी दुर्घटनाको तनाव त छँदैछ। तर यो व्यवहारले त भुन्टीलाई झन् पिंजरामा पारे जस्तो भयो। बाहिर काम गर्न पनि नपाउने, आमालाई भेट्न जान पनि रोक। हो, एक किसिमले घरैमै बन्धक जस्तै। यो सङ्कटको बेला महिलामाथि थपिने भार पनि देखियो यसमा। यही बेला अर्को कथा पनि चलिरहेको छ, भूमिकाको। भूमिका। उनको आमाले उनलाई दबाब दिइरहेकी छिन्, अस्ट्रेलिया बस्ने धनी केटासँग बिहे गर, घरको किचोलोबाट छुटकारा पाउँछस् भनेर। तर भूमिकाको मनमा त अर्कै कुरा छ जस्तो देखिन्छ नि। हो, के रहेछ? उनी त भुन्टीसँग बदला लिने ध्यानमा छिन्। बिहे गरेर सुखले बस्ने कि हैन, भुन्टीलाई तह लगाएर माइतीमै राज गर्ने, यस्तो दोधारमा। तर अन्तमा के निष्कर्ष निकाल्छिन् भने, त्यो भुन्टीलाई जेलमा कोचेर मात्र बिहे गर्छु। यसले त उनको अलि फरक प्रतिशोधी पाटो देखायो। निकै जटिल हुँदैछ सबै कुरा। अनि यी सब घटनाको पछाडि एउटा अर्को सानो सङ्केत पनि आयो नि। त्यो फोन कलको कुरा हैन? हो, कसैले भूपेन्द्रलाई व्यावसायिक रूपमा सिद्ध्याउने षड्यन्त्र गर्दैछ जस्तो। बिजनेसमा हराउन तपाईले कसरत गर्नु पर्दैन, त्यो केटो आफै पतन हुन्छ भनेको सुनिन्छ। हो, यो सानो झल्कोले कथामा अर्को तह थप्यो। भूपेन्द्र आफै तनावमा छन्, त्यसमाथि यो बाहिरी षड्यन्त्र। यसले कस्तो मोड लेला अब, त्यो पनि हेर्नुपर्ने भयो। साँच्चै यो भागले त हामीलाई धेरै प्रश्नहरूको बीचमा छोडिदियो। त्यही त, एकातिर सुकुमायाको चम्किलो भविष्यको आशा, अर्कोतिर भुन्टीको चौतर्फी सङ्कट, बिरामी आमा, पैसाको अभाव, श्रीमानको नियन्त्रण अनि आफ्नै बहिनीको बदलाको भावना। एकदमै मार्मिक विरोधाभास छ।
अब प्रश्नहरू धेरै छन्। हो, आमाको स्वास्थ्य के होला? भुन्टीले यो सबबाट कसरी पार पाउलिन्? अनि भूपेन्द्र विरुद्धको त्यो षड्यन्त्र, त्यो कसरी अगाडि बढ्ला? यी जेलिएका सम्बन्धहरू, लुकेका स्वार्थहरू, यिनीहरूको अन्तिम परिणाम के होला? यो भागले त पात्रहरूको सहनशीलताको असली परीक्षा सुरु भएको सङ्केत गर्यो जस्तो लाग्यो।